प्रेमध्वज प्रधानको यो गीत राजामती कुमती जिके ओ सतीरती हाय बाबा राजामती चा। यो गीतको रिफाइन्ड र रिकम्पोज्ड भर्जन हो। सीतुराम श्रेष्ठले गाएको यो गीत 1908 मा कलकत्तामा ग्रामाफोनबाट रेकर्ड गरिएको थियो भने राजामती कुमती नेपालको पहिलो रेकर्डेड गीत हो। नेपाल भाषाको यो लोकगीत एक असफल प्रेम कथा बारे हो। भनिन्छ यो गीत एकपटक नेशनल एन्थेमको रूपमा लन्डनमा पनि बजाइएको थियो रे, जब नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणा विदेश भ्रमणमा गएका थिए। वर्षौं बित्दा पनि यो गीत अझै जीवित छ। प्रेमध्वज प्रधानले दुर्गालाल श्रेष्ठको सहयोगमा यसलाई पुनर्जीवित गरेका हुन्। त्यो पुनर्जीवनले 1995 मा फिल्म बन्यो र अनगिन्ती कभर्सहरू पनि। हरेक कभर आफ्नै तरिकाले सुन्दर। लगभग 150 वर्षको इतिहास बोकेको यो गीतमा तपाईलाई मन पर्ने राजामती कुमती गीत कसले गाएको हो? कमेन्टमा लेखिदिनु होला है त।